रजुवाराकी छोरी। लेख मुना गुरुङ। चित्र वन्दना तुलाचन। धरहराको आकाशे पुलबाट मनकुमारी र प्रेमिला तल गुडिरहेका गाडी र मोटरसाइकल हेर्छन्। हामी यहाँ बस्न पाए पो, प्रेमिला भन्छन्। हामीलाई कसैले चिन्ने थिएन, तर मनकुमारीको लागि काठमाडौँ अर्को एक घुम्ने ठाउँ मात्रै हो। घर बनाउने ठाउँमा मजदुरी काम गर्दै मनकुमारीले धनगढी, दिपायल, बैतडी, बुटवल र गोर्खा घुमेकी छिन्। उनी इट्टा बोक्छिन्, बालुवा चाल्छिन् र घाम पानी केही नभनी ठुल्ठुला भारी बोक्छिन्। यस्ता काम अलिअलि पैसा कमाउन गर्छिन्, तर देश घुम्नु उनको मूल उद्देश्य हो। तैपनि मनकुमारीलाई रजुवारा नै फर्केर जाने मन छ, जहाँ उनलाई सबैले चिन्छन्। रजुवारामा कुन बोटले मिठो मेवा दिन्छ, कुन रुखको छहारी सबैभन्दा शीतल हुन्छ, उनलाई सबै थाहा छ। नदीको कुन कुनामा गोहीहरू लुक्छन् र कतातिर नुहाउन सुरक्षित छ भन्ने थाहा छ। साइकलमा गाउँको एक चक्कर काटिन् भने कसको बाख्रीले पाठो ब्याई, कसको बाख्रा मर्यो र कसको घरको छाना टाल्नु पर्ने भएको छ, सबै थाहा हुन्छ। कसैले पनि नचिने ठाउँमा बसेर के काम, उनी प्रेमिलालाई सोध्छिन्। भजनी गाउँपालिकाको रजुवारा वडा कार्यालयले गरेको खुला आह्वानबाट मनकुमारी सरसफाई सम्बन्धी कोर्सका लागि काठमाडौँ आएकी थिइन्। तैपनि सोच न, प्रेमिला भन्न थाल्छिन्, बिहे गर्ने करकाप हुन्थेन। यहाँ एउटा कोठा लिएर हामी दुनियाँबाट हराउन सक्छौँ। मनकुमारी प्रेमिलालाई माया गर्छिन्, तर उनलाई काठमाडौँमा हराउन मन छैन। उनलाई आफ्नै गाउँठाउँमा कसैसँग नलुकिकन खुला तरिकाले जिउने मन छ। यो भूतको कहानी मात्र होइन, कोमल भौजी भन्छन्। यो साँच्चै भएको थियो। जेठको रापिलो घाममा रजुवाराका बुहारीहरू आँप गाछी मुनि सुस्ताउन भेला हुन्छन्। आफ्नै दाइ जस्तै मान्ने गाउँलेहरूका श्रीमती भएकाले मनकुमारी उनीहरूलाई भौजी भन्छन्। दुईटी केटी थिए, कोमल भौजी कथा सुरु गर्छिन्। दुवैले एउटै नाम राख्ने र जिन्दगीभरि सँगी हुने कसम खाए। उनीहरू सङ्घरिया भए, रेशम भौजीले भनिन्। हो, तर एउटी चाहिँ मरी, कसरी? रेशम भौजीले सोध्छिन्। खोलाको लोग्ने भूतले लग्यो नि। कन्या केटी एक्लै कहिल्यै खोलामा नुहाउनु हुँदैन। मनकुमारीलाई कठोर नजरले हेर्दै उनी जवाफ दिन्छन्। त्यो जाबो भूतलाई मलाई लान दिँदै दिन्न, मनकुमारीले प्रतिवाद गर्छिन्। मनकुमारीका भौजीहरूले उसलाई जिस्काउने र हकार्ने गर्छन्, तर उनीहरू मनकुमारीलाई कुनै हालतमा केही हुन दिँदैनन् पनि। उनीहरूका लागि आफ्नो बिहे र छोराछोरी हुनु अघिको युवा अवस्थाको सम्झना हुन् मनकुमारी। उनीहरूले मनकुमारीलाई बिहे गर्न किचकिच नगर्ने त होइन, तर मनमा नै उसको बिहे नहोस् भन्ने पनि चाहन्छन्। बिहेबारी भएपछि मनकुमारी रजुवारा भन्दा पर कतै लगिने छिन्, कुनै केटाको घरमा लुकाइने छिन् र मनकुमारीको जीवन पनि उनीहरूको जस्तै हुनेछ। तैपनि तँलाई त कुन खोलाको भूतले लैजाला र? रेशम भौजी सोध्छिन्। भूत आफै झुक्किन्छ होला, यो केटा हो कि केटी हो भनेर। सबैजना गलल्ल हाँस्छन्। 2 in 1, मनकुमारी थप्छिन्। थप हाँसो गुन्जिन्छ। मनकुमारीको कपाल सपक्क पारेर जुरोमा बाँधिएको छ। रजुवाराका अरू महिलाको भन्दा फरक छ उनको लवाई। उनको अनुहार, हात, खुट्टा खाली छन्। उनी सुतीको सर्ट, प्यान्ट र प्याटे चप्पल लगाउँछिन्। एकचोटि मनकुमारीसँग हिँडेकाले कोमल भौजीले आफ्नो लोग्नेको परिवारबाट के सुन्नु परेको थियो। कोमल भौजीको घरकाले मनकुमारीलाई एउटा हिस्सी परेको तरुनो केटा मान्छे ठानेछन्। मनकुमारीका बुबाले सानै छँदा उनलाई र भाइलाई उस्तै टी सर्ट र हाफ कट्टु ल्याइदिन्थे। दिदीभाइ एउटै रुख चढ्थे, एउटै खोलामा पौडी खेल्थे र एउटै बल खेल्थे। तैपनि मान्छेहरू सोध्थे, त्यो बच्चाको नाम मनकुमारी हो कि मनकुमार, लौन्डा हो कि लौन्डी? सायद कुनै भोकाएकी भूतनीले चाहिँ हाम्रो मनकुमारीलाई लैजान्छे होली। रेशम भौजी आफ्नो प्रश्नको जवाफ आफै दिन्छन्। प्रेमिला जस्ती कुसुम भौजी मनकुमारीतिर आँखा झिम्काउँछिन्। मनकुमारी र प्रेमिलाको कथा सबैलाई थाहा छ।
उनीहरू 12 वर्षको हुँदादेखि नै दुईजना कहिल्यै छुटेनन्। कक्षामा एउटै बेन्चमा बस्थे, एउटै थालमा खान्थे र एउटै ओछ्यानमा सुत्थे। किशोरी अवस्थामा युथ क्लबमा फुटबल खेल्थे र म्याचका लागि रजवाराबाट टाढा टाढासम्म पनि जान्थे। 18 वर्षको उमेर पुगेपछि काम खोज्न बेला बेला गाउँ छाड्थे। केही महिनापछि पैसा र सम्झना बोकेर फर्किन्थे। तर प्रेमिलाका बाआमा चिन्तित हुन थालेका थिए। मनकुमारीले उनीहरूकी छोरीलाई कतै मन्त्र फुकिदिएकी त थिइन, ऊ पनि कहिल्यै बिहे नगर्ने हुन्छ कि? ती दुई सङ्घारियाको के भयो? मनकुमारीले कथातिर कुरा मोड्दै सोधिन्। बाँचेकी साथी दिनभरि रुन्थी, राति खोलासम्म निन्द्रामै हिँड्थे। कथाले मनकुमारीलाई प्रेमिलाको बिहेको याद दिलाउँछ। उनी प्रेमिलालाई उनको लोग्नेको गाउँसम्म छोड्न गएकी थिइन्। छुट्टिने बेला आएपछि मनकुमारीको हात खुट्टा चल्नै सकेनन्। आफ्नो गाउँ फर्किने बस चढ्न त असम्भव नै भएको थियो। मनको पीडा भुलाउने आशामा मनकुमारीले बिजुलीको काम, प्लम्बिङ, मौरी पालन, पर्माकल्चर लगायत वडाले दिने भनेका सबै तालिममा भाग लिन आवेदन दिएकी थिइन्। तर एक रात उसले खोला किनारमा आफ्नी सङ्गीको भूतलाई भेटी। कोमल भौजीले कथाको बिट मारिन्। भन्छन् राति पख खोलातिर गए अझै पनि उनीहरूको आवाज गुन्जेको सुनिन्छ अरे। सङ्घरियाको माया त सधैँभरिको लागि हुन्छ नि। गर्मीले गलाएपछि सबैजना मौन हुन्छन्। मनकुमारी आफ्ना भौजीहरूले बिहेपछि छाड्नु परेका ती कति धेरै सङ्घरियाहरूको बारे सोध्छिन् ती सङ्घरियाहरू पनि उनलाई आत्मा जस्तै लाग्छन् होला। काठमाडौँमा मनकुमारी एक निर्माणाधीन सरकारी भवनमा काम गर्छिन्। रजुवारा भरिका सबैभन्दा अग्लो सालको रुखभन्दा पनि अग्लो छ यो भवन। भवनको सबैभन्दा माथिल्लो तलामा विशाल राष्ट्रिय झण्डा फहराइनेछ। हो, त्यही तलासम्म इटा बोकेर लान्छिन् उनी। त्यहाँ पुगेपछि उनलाई महसुस हुन्छ, यति माथिसम्म त कहिल्यै चढेकी थिइन। उनको ध्यान चिर परिचित धरहराको दृश्यले होइन, फुटबल खेल्ने ठूलो गोलो मैदान अर्थात् दशरथ रङ्गशालाले तान्छ। कुनै समय यस्तो थियो जति बेला मनकुमारीलाई आफूले राष्ट्रिय टिमको लागि रङ्गशालामा फुटबल खेल्न पाउँछु भन्ने लाग्थ्यो। एक एक गर्दै टिमका सबै साथीको बिहे हुँदै गर्दासम्म पनि उनले फुटबल खेल जारी राखेकी थिइन्। विदेश गइहाल्ने कुनै योजना नभए पनि भर्खरै बनाएको पासपोर्टले उनलाई पहिलेभन्दा निकै स्वतन्त्र महसुस गराउँछ। मनकुमारीका भौजीहरू उनको भविष्यबारे चिन्तित भए पनि उनलाई स्पष्ट थाहा छ, सकेसम्म धेरै ठाउँ घुम्ने, कडा मेहनत गर्ने, पैसा जोगाउने र रजुवारामै फर्किने। आफूले घेरबार लगाइ छाडेको सानो टुक्रा जमिनमा कुनै दिन घर बनाउने, जहाँ आफू जस्ता महिलाहरू सधैँका लागि सङ्घरिया भएर बस्न पाउनेछन्। मनकुमारी उभिएको ठाउँबाट चारैतिरको बत्तीले जगमगाएको रित्तो रङ्गशाला देख्छिन्। मानौ त्यो कुनै निम्तो हो, कुनै स्वागतम लेखिएको ढोका हो, उत्साहमा बाएको मुख हो।